साथीहरु नमस्कार। हजुरहरुलाई मेरो युट्युब च्यानलमा स्वागत गर्दै आज पनि म एउटा नयाँ कथा लिएर उपस्थित भइसकेकी छु। आजको कथाको नाम छ हनुमानको चमत्कार। आउनुहोस् सुरु गरौँ। हनुमान सानैदेखि वीर थिए। उनी राम्रा, ज्ञानी र बुद्धिमानी थिए। उनी जुनसुकै काम गर्न पनि सक्थे। जस्तो सुकै रूप लिन पनि उनी सक्थे। उनी आकाशमा चाहे जति माथि माथि उड्न सक्थे। बुसुन जस्तो सानो भएर पनि बस्न सक्थे। पहाड जस्तो एकदमै ठूलो शरीर बनाउन पनि हनुमानले सक्थे। सानै उमेरको हुँदा एक दिन हनुमान घुम्नका लागि आफ्नो घरबाट बाहिर निस्के। त्यसपछि बिहानी पख भएकोले चिसो हावा सरसर चल्दै थियो। वरिपरि फूलहरू फुलिरहेका थिए। उनी हिँड्दा हिँड्दै निकै पर पुगे। धेरै पर धेरै पर पुगे। उनले भर्खर उदाउन लागेको रातो सूर्य देखे। त्यसपछि सूर्यलाई उनले के यस्तो रातो फल भन्ठाने। जति टाढा पुगे पनि त्यस फललाई त छुनै पर्यो। यो नछोइकिन उनलाई आकाशबाट तल झर्न मनै मानेन। अनि त्यो फललाई नछोएसम्म उनी आकाशको माथि उड्न थाले। उड्दा उड्दा आखिर सूर्यको नजिक उनी अगाडि पुगेरै छोडे र मिठो फल सम्झेर उनले सूर्यलाई निले। उदाउन लागेका सूर्यलाई हनुमानले निलिदिएपछि चारैतिर अन्धकार भयो। त्यसपछि देवता, मानिस, पशुपन्छी, किरा फट्याङ्ग्रा, बोट बिरुवा सबैलाई हाहाकार मच्चियो। यस सङ्कटबाट कसले रक्षा गर्न सक्छ भन्दै सबैजना यताउता दौडन थाले, कराउन थाले, चिच्चाउन थाले। हामीलाई अप्ठ्यारो पर्यो भनेर सबैजना आत्तिए। हनुमानको मुखबाट सूर्यलाई बाहिर ल्याउन सक्ने शक्ति कसैमा थिएन। सबैभन्दा विशाल सूर्य हनुमान नै हुनुहुन्थ्यो। त्यसैले सबै मिलेर हनुमानसँग प्रार्थना गर्न थाले। सूर्यलाई छाडिदिनुहोस् बिन्ती छ, सूर्यलाई ननिल्नुहोस् बिन्ती छ, जसरी नि ओकेल्नुहोस्, बाहिर ल्याइदिनुहोस् बिन्ती छ भन्दै सबैजना चिच्चाउन थाले। बाल हनुमान यस प्रार्थनाबाट खुसी भए। उनले सबैको भलो हुने काम गर्नुपर्छ भन्ने ठाने। तल सबैजना कराएर बिन्ती गरेको सुन्दा हनुमानलाई चाहिँ ओहो भन्ने लागिहाल्यो। मैले गर्दा सबैजना आत्तिएछन्। अब उनीहरूको भलो मैले गर्नै पर्छ भनेर बालक हनुमानले सोचे। उनले आफूले निलेको सूर्यलाई एक्कासी ओकलै दिए। त्यसपछि चारैतिर उज्यालो भयो। सबै देवताहरू हनुमानलाई आशीर्वाद दिए। हनुमानको जय, हनुमानको जय भन्दै सबैजना चिच्चाउन थाले। सबैलाई खुसी बनाएर हनुमान आफ्ना आमा बुवा कहाँ गए र आफूले गरेको काम सबै आफ्ना आमा बुबालाई बताए। अनि आमा बाबाले पनि स्याबास छोरा, अन्त्यमा भए पनि राम्रो काम गरेछौ भन्नुभयो। साथीहरू, आजको यस हनुमानको चमत्कार भन्ने कथा हजुरहरूलाई कस्तो लाग्यो? केही सल्लाह सुझाव छन् भने कमेन्टमा दिन अवश्य नबिर्सनुहोला। धन्यवाद।